सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, श्रम संस्कृति पार्टीको प्रचार प्रसारमा हामी अहिले लागिरहेका छौँ। देशका लागि हामीले यो पार्टी खोलेको हो, होइन कुनै व्यक्तिको लागि अथवा कुनै चाहिँ तपाईको समुदायको लागि भन्दा पनि समग्र देशका लागि, देशको सुशासन, प्रगति, उन्नति, विकास, है अहिलेको जमाना अनुसारको चाहिँ हाम्रो अवस्थामा चाहिँ सुधारहरू ल्याउनका लागि चाहिँ हामीले यो पार्टी खोलेका छौँ। चुनाव चिन्ह माटो छ। चुनाव चिन्ह माटो, होइन अञ्जुलीमा राखेको माटो, देशको माटो, चुनाव चिन्ह माटोमा हामी सबै मिलेर मतदान गरौँ यसपालि। र देशभरै हामीलाई चाहिँ नि तपाईहरुले चुनाव चिन्ह चाहिँ माटोमा मतदान गरेर हामीलाई जिताइदिनुपर्छ। म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्न चाहन्छु र यो भिडियोलाई सबैले शेयर पनि गर्नु होला पनि भन्न चाहन्छु हाम्रा समर्थक श्रमदाताजीहरूलाई। हामी चुनाव जितेर यो देशमा थुप्रै कुराहरू गर्न चाहेका छौँ भन्ने कुरा मैले बारम्बार राखिराखेकै छु। हामी भ्रष्टाचारको विरुद्धमा अभियान चलाएर वर्षौं वर्ष तपाईको अनेक परेको चाहिँ नि हैन सधैँ अनेक परेको चाहिँ नि भोग्दै हिँडेको मान्छे पनि भएको कारणले गर्दाखेरि म यहाँ सबैजनालाई अनुरोध के गर्न चाहन्छु भने हामीले चुनाव लड्दाखेरि फजुल खर्च गर्दैनौं। म सुनसरीको क्षेत्र नम्बर 1 बाट उम्मेदवारी दिएर चुनाव लड्नेछु। म लगायत हाम्रा श्रम संस्कृतिमा आबद्ध उम्मेदवारहरू जो जति हुनुहुन्छ उहाँहरूले मासु भात बाँड्ने, खर्च दुनियाँभरको गर्ने खालको गतिविधि हामी गर्दैनौं। हामीसँग पैसा पनि छैन। हामीले कहिल्यै पनि देशलाई लुटेका छैनौं, हैन तपाईको चाहिँ नि कागज मिलाएर पैसा यता त्यता गर्ने खालको काम हामीबाट भएको पनि छैन। म धरान उपमहानगरपालिकाको प्रमुखको पदमा रहेर मैले धेरै कामहरू गरेको छु, राम्रो नराम्रो अब त्यो सबै इतिहासले मूल्याङ्कन गरोस् है। अत्यन्तै धेरै दुःख गरेको मान्छे हो मैले। जनताको खानेपानीदेखि लिएर बाटाघाटा, शिक्षा, स्वास्थ्य यी सारा कुराहरुका लागि मैले आफूलाई समर्पित गरेर निर्वाचित भएको दिनदेखि यता हैन मैले चाहिँ काम गरिरहेको छु। बीचमा यस्तो खालको आँधीबेहरी आयो, राजनीतिक दुर्घटना भयो, जुन दुर्घटनाले गर्दाखेरि यतिखेर माथि संसदमा हैन कोही पनि सांसदहरू छैनन्। नीति निर्णय गर्ने ठाउँमा चाहिँ नि भेकेन्सी रहेको कारणले गर्दाखेरि त्यहाँ कोही पनि मान्छे नभए त्यो शून्यतालाई हामीले चाहिँ नि परिपूर्ति गर्नुपर्ने भएको कारणले संसदीय प्रतिनिधि सभाको चुनावमा मैले भाग लिनुपर्ने भयो। त्यसको कारणले हामी चुनाव चिन्ह माटो, अञ्जुली हातमा रहेको माटो, देशको माटो, चुनाव चिन्ह माटो लिएर हामी आइरहेका छौँ। यहाँहरु सबैजनालाई हार्दिक तपाईको चाहिँ अपिल गर्न चाहन्छु, त्यो चिन्हमा भोट हाल्नु होला। मैले के भन्दै थिएँ भने हामी फजुल खर्च गर्दैनौं, हैन हामीसँग फजुल खर्च गर्ने, भ्रष्टाचार गरेर कुम ल्याएको धन छैन, हैन स्रोत सहितको केही सम्पत्ति छ हामीसँग, तर स्रोत बिनाको सम्पत्ति हैन अकुत सम्पत्ति राखेर अनेक परेको चाहिँ तपाईको देशलाई है असमान सन्धि सम्झौता गराएर देशका सिमाना बेचेरदेखि लिएर अनेक परेका अस्थिरता र अराजकता मचाएर हामीले चाहिँ नि बचाइराखेका धन हामीसँग छैन। त्यसको कारणले म तपाईहरुलाई मासु भात खुवाउन सक्दिन, म तपाईहरुलाई पेट्रोल लगाइदिन सक्दिन, म तपाईहरुलाई यो त्यो भनेर हैन तपाईको चाहिँ नि आश्वासन म दिन पनि चाहन्न। र मैले अहिले तपाईहरुलाई मासु भात नखुवाए पनि, श्रम संस्कृतिले तपाईहरुलाई अहिले मासु भात नखुवाए पनि यो देशमा हैन यस्तो खालको एउटा चाहिँ नि उन्नति, उत्पादन हैन तपाईको चाहिँ नि निर्माण र उन्नति, विकास, आर्थिक विकास हामी यसरी गर्ने छौं कि तपाईहरु आफैले यो देशमा हैन 365 दिन नै मासु भात खान सक्ने गरीको आर्थिक अवस्थालाई उकास्ने गरीको नीति तथा कार्यक्रमहरू हामी लिएर तपाईहरुको सेवा गर्ने छौं है। हामी तपाईहरुलाई हैन 2-4 दिन यसो चाहिँ नि चुनावको बेलामा पेट्रोल किन्ने पैसा दिन सक्दैनौं, दिदैनौं है, तर सधैँभरि तपाईसँग चाहिँ नि आफ्नो गुजारा चलाउन सक्ने गरीको आर्थिक उन्नति गर्ने वातावरण र गर्ने तपाईको चाहिँ नि अवस्था हामी सृजना गर्छौं।
त्यसो भएको कारणले गर्दाखेरि हामी तपाईँहरूलाई अनुरोध गर्न चाहन्छौँ, कोही कसैले तपाईँलाई क्षणिक रूपमा होइन मिठो खाना दियो, यस्तो यता तपाईँको चाहिँ नि प्रलोभनहरू दिएर भुलाइराखेको छ भने त्यसको पछि नलाग्नुहोस्। श्रम संस्कृति मात्रै त्यस्तै एउटा वैकल्पिक शक्तिको रूपमा यो देशमा एउटा पार्टी उदय भएको छ, जसले यो देशमा उत्पादन र तपाईँको चाहिँ नि होइन निर्माणका कार्य, आविष्कारका कार्य, आर्थिक उन्नतिका कार्य गर्न खोजेको छ र त्यो चाहिँ गफले होइन कामले गर्न खोजेको छ। हामी त्यस्तो खालको एउटा चाहिँ नि राष्ट्रिय रूपमै एउटा नीति बनाएर अभियान सञ्चालन गर्नेछौँ, जसको कारणले भोलि तपाईँको आर्थिक अवस्था होइन तपाईँको राम्रो हुनेछ र तपाईँ हामी सबै मिलेर यो देशमा उन्नति प्रगतिको वातावरण सिर्जना गर्नेछौँ। सोको कारणले मैले यहाँ भन्न चाहेको कुरा के छ भने श्रम संस्कृति पार्टीमा होइन यो पार्टी कुनै विदेशी तपाईँको फन्डिङबाट विदेशीले पैसा लगाइदिने, विदेशी दलाली गरेर विदेशी प्रभुशक्तिलाई ढोगेर चलेको पार्टी पनि होइन। त्यसो भएको कारणले हामीले दुःख गरिरहेका छौँ, दुःख गर्छौँ होइन। 1-2 पैसा जति हुन्छ हामीले तपाईँको चाहिँ सकेको सहयोगहरू आफ्ना शुभचिन्तकहरूले पठाएका सहयोगहरू मार्फत हामी चलिरहेका अवस्था पनि छ भने हामीले जे जति सक्छौँ 1-2 रुपियाँ होइन भेला गरेर यो पार्टी स्थापना हुँदै गरेको अवस्था पनि हो र हामीले कोही कसैलाई मासु भात खुवाएर पैसाको खोलो बगाएर होइन एउटा भोट बराबर 2000 रुपियाँ 5000 रुपियाँ भन्ने कुराहरू पनि विगतमा मैले सुन्दै आएको थिएँ होइन। अझै पनि त्यो खालको चलन हाम्रो देशमा चल्न सक्छ, चलिरहेको छ र त्यो खालको प्रलोभनमा तपाईँहरू नपर्नु होला, म त्यो भन्न चाहन्छु। कसैले पैसा दिन्छ र मलाई भोट हालै भनेर भन्छ भने त्यो पैसा तपाईँले लिनु हुँदैन। त्यो पैसा कि त उसले यो देशको नदीनाला बेचेको पैसा हो, कि त उसले यो देशमा बाटो बनाउँछु भनेर घोटाला गरेर कागज मिलाएर कागजमा मात्रै ठिक्क पारेर कमिसनबाट साँचेको पैसा हो, कालो धन हो त्यो होइन। कालो धन यदि तपाईँले लिनुहुन्छ भने तपाईँको जीवन पनि कालो हुनेछ। म त्यो भन्न चाहन्छु सबैजनालाई। र कसैले तपाईँको चाहिँ नि होइन भ्रष्टाचार गरेर लिएको, कमिसन खाएर लिएको, घुस खाएर लिएको, देश बेचेर लिएको, विदेशीले दिएको पैसाबाट तपाईँलाई मासु भात खुवाइराखेको छ र तपाईँले मासु भात खाइराख्नु भएको छ, रक्सी खाइराख्नु भएको छ भने, पेट्रोल लगाइराख्नु भएको छ भने तपाईँको जीवन पनि पापमय हुनेछ होइन, कालो हुनेछ तपाईँको जीवन। किनभने त्यो कालो धन हो। कालो धन बाँडेर खाने मान्छे पनि कालै हुन्छ, चोरले चोरेर लिएको सम्पत्ति बाँडेर लिने मान्छे पनि चोरै हो। त्यसो भएको कारणले चोरहरूको देश होइन, यो सज्जन मानिसहरूको देश हो भनेर हामीले हाम्रो पुस्तालाई सम्झेर इमानको राजनीति गर्नुपर्छ। यसपालि श्रम संस्कृतिले मासु भात बाँड्ने छैन। यहाँहरू सबैजनालाई म यो निवेदन गर्न चाहन्छु, चुनाव चिन्ह माटोमा होइन यहाँहरूले भोट हाल्नु होला। 2वटा हातमा लिएको होइन, 2वटा हातको अन्जुलीमा लिएको देशको माटो, चुनाव चिन्ह माटोमा भोट हाल्नु होला। म यो भन्न चाहन्छु। यहाँहरू सबैको शुभ दिन रहोस् भन्ने कामनाका साथ बिदा भएँ। नमस्कार छ। जय होस्, जय देश, जय माटो।